गाइजहरू हेर्नु गाइजहरू आज हामी चाहिँ साथीहरू सबैजना मिलेर घुम्न जानु भनेर हिँडेको विडम्बना कस्तो भन्दाखेरि पानी आएर सबलाई हेर्नु यहाँ धेरै गाह्रो बनाइरहेको छ पानी कत्रो पानी आइरहेको छ पानीले गर्दाखेरि हामी यहाँ चाहिँ एउटा छारीमा ओत लागेर बसिरहेको छौँ गाइजहरू साह्रै गाह्रो भयो आज घुम्नको लागि भनेर निस्केको बस कुद्दै पानी आएर बस परीक्षा पानी आयो गाडी पनि आएन पुरै भिजाइदिइसक्यो हामी सबलाई हेर्नुहोस् गाइस कस्तो पानी आयो कति ठुलो पानी साथीहरू सबैहरूको पानीले भिज्छ भने माथि चढिरहेको छ गाइजहरू कति ठुलो पानी छ ठुलो पानी आयो यो पानीले आज काङ्करमा फेरि डुबाउन जस्तो सम्भावना लागिरहेको छ यस्तो ठुलो पानी आउन आयो कि अब सायद यहाँ फेरि बाढी जान सक्ने सम्भावना छ गाइजहरू गाह्रो छ मलेसियामा हामीलाई के गर्नु घुम्न जाउँ भनेर निक्लेको झन् छुट्टीको दिन हो आज छुट्टी थियो घुम्न जानु भनेर निक्लेको हामी सबै साथीहरू मिलेर बस कुद्दै पानी आइदिएर हेर्नु साह्रै गाह्रो बनायो हेर्नुहोस् गाइज बल्ल बल्ल हामी भिजेपछि गाडी आयो अब हामी जाँदैछौँ गाडीमा पानी कति ठुलो आइरहेको हेर्नुहोस् यहाँ जुत्ता पनि सबै खराब बनाइदियो पानीले गाइजहरू एक घन्टाको पर्खाएपछि बस्न छ जाँदैछौँ तपाईँहरूलाई म राम्रो ठाउँमा लाँदैछु विशेष गरेर तपाईँहरू हेर्दै गर्नु होला हाम्रो भिडियोलाई ल गाइजहरू अब हामी चाहिँ होइन ठाउँमा जुन घुम्नलाई भन्ने आएको ठाउँमा आइपुगेको छ अहिले हामी हिँड्दैछौँ सबै साथीहरू सबैजना चाहिँ अब हो साथीहरू कस्तो लागिरहेको छ अनि आज रमाइलो कस्तो छ पानी आयो तर पनि रमाइलो लागिरहेको छ है मलाई चाहिँ तपाईँहरूलाई कस्तो लागिरहेको छ हाम्रो साथीहरूलाई चाहिँ धेरै रमाइलो लागिरहेको छ अरे देखाउँदैछु तपाईँहरूलाई म भिजिट गराउँछु हाम्रो यहाँ जोरबारको यो नयाँ प्लेस हो न्यू प्लेस हो जहाँ चाहिँ धेरै मान्छे घुम्न आउँछ तपाईँहरूलाई म त्यहाँ लागेको हेर्दै गर्नु होला तपाईँहरूलाई म घुमाउँदैछु दुश्मन छ धेरै दुश्मन हेरेको हेरै हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै दुश्मन हेरेको हेरै दुश्मन हेरे गाइजहरू अब चाहिँ हामी सबै फोटो सुट गर्ने काम सकेर अब हामी अब यहाँ हल्का सबैजना थाकेर रेस्ट गरेर बसिरहेको छौँ यहाँ सबैजना साथीहरू भाइहरू सबै छ हामीले यहाँ चाहिँ धेरै फोटो खिच्यो धेरै भिडियोहरू बनायो अब हामी यहाँबाट जाने तयारीतर्फ गर्दैछौँ म यहाँ हल्का एकछिन थकाइ मार्दैछु किन भन्दाखेरि धेरै उफ्रियो नाच्यो फोटो खिच्यो भिडियो बनायो
सबैजना थाकेको छ। अब हामी यहाँबाट लाग्छौँ। अब ल गाइजहरू, मेरो यो भिडियो चाहिँ भोलि युट्युबमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।